हेलो गाइस, सधैँ चाहिँ आज पनि मैले आफ्नो घरको सबै कामहरू सकेर खाना पकाएर खाना खाँदैछु। खाना पनि खाइभ्याएँ र म रेडी पनि भइसकेँ। अब म कहाँ जाँदैछु भन्ने कुरा चाहिँ तपाईँहरू हेर्न सक्नुहुनेछ। म चाहिँ एउटा दिदीको छोरीको एनुअल फङ्सन थियो आज स्कुलमा र म उसलाई रेडी गर्न उहाँको घर जाँदैछु। फाइनल्ली म त्यहाँ पुगिसकेँ। दिदी चाहिँ काममा बिजी हुनुहुन्छ। म आएर चाहिँ नानुलाई रेडी गर्दै साडी लगाइदिएँ अनि मेकअप गरिदिँदैछु। फाइनल्ली मेकअप पनि सकिसकेँ र कपालको जुडो बनाइदिँदैछु। उसको चाहिँ कपाल एकदम लङ थियो कि त्यही भएर जुडो पनि एकदम ठुलो बन्यो। उसको चाहिँ स्कुलमा ताण्डवमा समथिङ भजनमा के यस्तैमा थियो उसको डान्स। त्यही भएर त्यो किसिमको नै आफूसँग भएको सामानहरू जे थियो त्यसले नै क्रिएट गरेर उसलाई चाहिँ त्यो टाइपको डान्स गर्नको लागि चाहिँ रेडी गरिदिँदैछु। फाइनल्ली ऊ रेडी पनि भइसक्यो। एकदम राम्रो देखिरहेको छ, हेर्नुहोस् न। वाउ सो स्विट। अनि उसँग मैले एउटा सेल्फी पनि लिएँ र नानु पनि अब स्कुल जान लेट भइसकेको थियो, ऊ पनि गयो। यता चाहिँ दिदी आफू रेडी हुँदै हुनुहुन्छ। हेर्नुहोस् न, ब्युटिसियन भएपछि यत्तिको मेकअप त गर्नु परिहाल्यो नि त गाइस, होइन? मलाई पनि अहिले लास्टै अल्छी लागिरहेको थियो। अनि त्यसपछि म घर फर्केँ र त्यहाँ हिजो गएको ट्रेनिङको आज हाम्रो डे 2 थियो, त्यहाँ पुगेँ। मभन्दा अगाडि चाहिँ सबैजना पुगिसक्नु भएको थियो अलमोस्ट। अनि त्यहाँ गइसकेपछि हामीले विभिन्न क्रियाकलापहरू गऱ्यौँ, तालिम सिक्यौँ, ध्यान केन्द्रित भएर। अनि आज चाहिँ हाम्रो नयाँ सर हुनुहुन्थ्यो ट्रेनर। उहाँले चाहिँ हामीलाई उद्यमशीलता सम्बन्धी विभिन्न कुराहरू, घाटा नाफा नोक्सान कसरी गर्ने, के गर्ने, कहाँ गर्ने, निकायहरू त्यसको बारेमा बुझाउँदै हुनुहुन्थ्यो। त्यसपछि एकचोटि मनोरञ्जन पनि गऱ्यौँ, हाँस्दै हुन्छ दिदी। र त्यसपछि हामीले ग्रुप विभाजन गरेर डिस्कसन गरेर ग्रुपिङ वर्कहरू गऱ्यौँ। म चाहिँ त्यहाँ लेख्दै थिएँ र अर्को दिदीले चाहिँ मेरो भिडियो पनि खिचिदिनु भयो। हेर्नुहोस् न, उता चाहिँ हामीहरूको 3वटा ग्रुप बनेको थियो। 3टाले चाहिँ आफ्नो ग्रुपमा पोलम्बरको सिलाइ कटाइको र यता हाम्रो चाहिँ ब्युटिसियनको ग्रुप अलग थियो र हामीहरू आफ्नो ग्रुपमा आफ्नो वर्क गर्दै थियौँ। सबै मिलेर लेख्दा सोच्दा फरक फरक सोच हुन्छ, एकदमै राम्रो हुन्छ। र अहिले चाहिँ हाम्रो खाना होइन कि खाजा खाजा खाने समय पनि भइसकेको थियो। हामी क्यान्टिनमा आयौँ। आज चाहिँ खाजामा छोला समोसा थियो र यहाँ खाना पनि सुरु भइसकेको छ। दिदीहरू खाँदै हुनुहुन्छ। अनि हाम्रो मङ्गला दिदी चाहिँ बाहिर खाना नमिल्ने भएको कारणले चाहिँ उहाँले चाहिँ सलाद र ड्राई फ्रुट लिएर आउनुभएको थियो घरदेखि, खाँदै हुनुहुन्छ। हामी चाहिँ गममा गम खाँदैछौँ है। छोला समोसा हो नि त, मिठो छ है गाइस। वाउ, हेर्नुहोस् न, मिठो छ। हाम्रो दिदीहरूले मिठो मारेर खाँदै हुनुहुन्छ र मैले पनि। एकदम मिठो छ। जे होस्, यो क्यान्टिनमा चाहिँ राम्रो खाना बन्ने रहेछ क्या, खाना नास्ताहरू चाहिँ। र हाम्रो दिदीको लागि फलफुल पनि आइसक्यो। हामी खाएर फेरि सभा हलभित्र आइसक्यौँ। एकचोटि मनोरञ्जन कार्यक्रम गर्ने भनेर हाम्रो दिदीहरू डान्स गर्दै हुनुहुन्छ माइन्ड फ्रेस गर्नको लागि। एकदमै रमाइलो भइरहेको छ। सबैजना हेर्दै हुनुहुन्छ, भिडियो खिच्दै हुनुहुन्छ, मनोरञ्जन गर्दै हुनुहुन्छ। अनि हेर्नुहोस्, हाम्रो मङ्गला दिदीले क्या दामी डान्स गर्दै हुनुहुन्छ। ललिता दिदीले पनि, मैले पनि त्यहाँ 1-2 ठुम्का हानिदिएको। र हाम्रो अब तालिम सक्यो आजको दिनको लागि। म त्यहाँदेखि बिदा भएँ बाई गरेर। अनि यता 2 मिनट जति सँगै थियो हामीहरू दिदीहरूसँग आउँदै थिएँ घर आउने बाटोमा। अनि यता हाम्रो दिदीले चाहिँ उता स्पिकरमा हामीले साउन्ड लगाएको थियौँ, गीत बजाउँदै थियौँ। यता दिदीले चाहिँ डान्स गर्दै हुनुहुन्थ्यो, घुमी गफ गर्दै डान्स गर्दै रोडमा यताउति ध्यान नदिएर हामी आफ्नै पारामा हिँड्दै थियौँ। आज गर्मी पनि अलि लास्टै थियो कि अब त गर्मी सुरु हुन लाग्छ। फाइनल्ली म घर पनि पुगेर खाजा खाँदैछु। मेरो बुबाले
बाहिर जानुभएको रहेछ बजार अनि मेरो लागि पनि चाउमिन ल्याएर आइदिनु भएको रहेछ। म चाहिँ मिठो मानेर खाँदैछु। चिकन चाउमिन थियो, म चाहिँ चिकन छानेर खाँदै थिएँ। मिठो छ, थ्याङ्क यू सो मच मेरो लागि पनि नास्ता ल्याइदिएकोमा, किनकि मलाई अलिअलि भोक लागिरहेको थियो। खाँदैछु र आजको दिन मेरो यसरी नै बित्यो। अनि चस गाइस मिठो छ। अब भोलिको हामीहरूको चाहिँ ट्रेनिङको डे 3 को चाहिँ भोलि भिडियो बनाएर हालिदिन्छु। त्यसको त्यो हेर्नुभन्दा अगाडि चाहिँ यो सब भिडियो हेरेर मेरो फेसबुकमा, टिकटकमा, सबै ठाउँमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब, युट्युबमा जे गर्नुपर्ने गरिदिनु होला प्लिज। अब चाहिँ मलाई आज निद्रा लागिरहेको छ, म सुत्न गएँ गाइस। बाई, सी यू, बाई बाई, लभ यु अल।